हेलो नमस्कार। म चाहिँ प्रतिमा लामा है। आज चाहिँ म यहाँहरूलाई छुट्टै भिडियो लिएर आएकी छु। यो चाहिँ रुद्राक्षमालाको बारेमा रहेको छ र रुद्राक्षमाला के कसरी बन्छ अब नेपालमै यहाँ मात्रै उम्रिन्छ भन्छ यो चाहिँ हैन, यो हालको रुद्राक्ष चाहिँ। र हामीले हजुरहरूले देखेका छौँ कि अब शिव भक्तहरूले चाहिँ रुद्राक्षमाला लाउनुहुन्छ अथवा हिन्दू धर्म मान्नुहुने सबैजनाले चाहिँ रुद्राक्षमालालाई एकदम विश्वासका साथ धारण गर्नुहुन्छ। र यो माला कसरी बन्छ भन्ने कुरा चाहिँ कतिपयलाई थाहा नहुन सक्छ हैन, प्रायलाई थाहा छैन। र यो माला कसरी बन्छ भनेर चाहिँ आज म यहाँहरूलाई सम्पूर्ण जानकारी दिनेछु। कसरी प्रोसेसिङ हुन्छ, के हुन्छ हैन। फर्स्टमा त अब यो माला किनेर ल्याउँछ अब जुन व्यापारीहरूबाट हैन। र माला चाहिँ कुनै कालो पनि हुन्छ, कुनै अब पहेँलो सेतो पनि हुन्छ हैन। र यस्तो खालको हुन्छ, कुनै कालो र यो खालको चाहिँ कलर छुट्याउनु पर्छ। ठुलो सानो साइजहरू पनि छुट्याउनु पर्छ फर्स्टमा हामीले ल्याइसकेपछि। अनि यसरी ल्याएर चाहिँ गर्नु हुँदो रहेछ। मैले पनि यहाँ दिदीहरूले गरेको देखेको है। अनि मन लागेर भिडियो बनाएकी हुँ खासमा चाहिँ। अनि यो माला चाहिँ अब बनिसकेपछि चाहिँ यस्तो हुन्छ हैन। यो चाहिँ कालो खालको भयो। अनि हामीले चाहिँ सेतो खालको पनि देख्छौँ। ल हेर्नुहोस्, अब यो चाहिँ त्यही जुन माला दोकानमा ल्याउनेहरूले व्यापारीहरूले चाहिँ ल्याएर यसरी भण्डार गर्नुहुन्छ। अनि त्यसपछि चाहिँ यसरी प्वाल पारेर मेसिनद्वारा प्वाल पारेर चाहिँ यसलाई माला बनाउनको लागि रेडी गरिन्छ हैन। ल हेर्नुहोस् त कति मजाले गरिरहेछ। अब यो हातमा पनि लाग्ने डर हुने भएकोले चाहिँ यो बहिनीहरूले चाहिँ टेप लगाएको छ। अब यो टेप चाहिँ उनीहरूले सेफ्टीको लागि लगाएको हो। चाहिँ पुवाल हुने सम्भावना हुँदो रहेछ, हातमा घाउ पनि हुँदो रहेछ कतिपय बहिनीहरूको त सुरुमा। अनि यहाँ सिक्नेहरू पनि आइरहेछ, अब गरिरहेछ। उतापट्टि मेसिनहरू पनि देखिरहनु भयो होला। र त्यहाँ पुवाल पारिसकेपछि चाहिँ यसरी घर घरमा लग्ने गरिँदो रहेछ। अनि यसरी घर घरमा लगेर चाहिँ यसरी माला बनाइन्छ। यसरी साइज छानी साइजहरू एक ठाउँमा पार्नु हुँदो रहेछ। अनि ठुलो सानो साइज मिलाएर सानोको सानो साइजसँग ठुलोको ठुलो साइजसँग मिलाएर यसरी माला बनाएर रेडी गरिन्छ। अनि यो हेर्नुहोस् त कति राम्रो छ। सेतो यो पहेँलो चाहिँ यो सेतो भनौँ सफा अलिकति कालो नभएको चाहिँ राम्रो देखिँदो रहेछ रातो मिक्स गर्दाखेरि हैन। अनि फेरि अब कुनै चाहिँ कालो हुन्छ नि त, अब कालो चाहिँ अलिकति यस्तो देखिन्छ। अनि कुनै चाहिँ फेरि धेरै कालो पनि हुँदो रहेछ। अनि यसरी यो सियो धागोले मजाले उनेर त्यसपछि यसरी फुर्का लगाउनु पर्दो रहेछ। यो चाहिँ रातो र सेतो फुर्का मिलाएर त्यसपछि बानेर मजाले कट गरेर हैन अलिकति डोरो बान्नु पर्दो रहेछ। अनि यसलाई चाहिँ मजाले कैँचीले काटेर फुर्काहरू बनाइदो रहेछ। र फुर्का बनाइसकेपछि चाहिँ यसरी माला रेडी भयो। अब चाहिँ यो चाहिँ पसलमा लानुको लागि रेडी भयो हैन। ल अब यसरी नै म नयाँ भिडियोहरू ल्याइराख्ने छु। अब प्रायः जस्तो मेरो चाहिँ खानाहरूको, मेरो फ्यामिलीको यताउतिको भिडियोहरू हुन्छ। यहाँहरूले मेरो भिडियोलाई हेरेर मन पराइदिइराख्नु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। यसरी नै माया गरिदिनु होला। अनि नयाँ कोही हुनुहुन्छ भिडियो तपाईँहरू माझमा पुगेको छ भने सब्सक्राइब गरिदिनु होला। र फेरि म भिडियो बनाउनलाई मलाई चाहिँ हौसला मिल्नेछ। हस् त धन्यवाद। यसरी नै मेरो भिडियोलाई हेरेर इन्जोय गरिदिनु होला र माया गरिदिनु होला। र माया गरिदिनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।